आज चाहिँ यहाँहरुमाझ मैले दमक चोकबाट ठ्याक्कै हाम्रो सबसम्मको लोकेसनको एउटा लोकेसन गाइड भिडियो बनाउन गइरहेको छु। यो दमक बजारको यो डाफे मुनाल भएको चोक रहेको छ। यो चोकबाट चाहिँ हामी घुमेर हाइवेतिर नगइकन बीच बजारतिर प्रवेश गर्छौं। बीच बजारतिर प्रवेश गर्दै जाँदा यहाँहरुले गोल्डन गेट देख्न सक्नुहुन्छ। यसलाई जेसी चोक पनि भनिन्छ। जेसी चोकबाट चाहिँ तपाईहरुको यता थाना रोडतिर जाने एउटा बाटो छ भने एउटा सिधै फर्निचर लाइनतिर जाने बाटो छ। हामी यता फर्निचर लाइनतिर अगाडि बढ्छौं। अगाडि बढ्दै जाँदा यहाँले देख्न सक्नुहुनेछ यहाँ पाथिभरा चस्मा घर आउने छ र पाथिभरा चस्मा घरको नेक्स्ट साइडमा तपाईहरुले सांग्रिला डेभलपमेन्ट बैंक देख्न सक्नुहुन्छ। सांग्रिला डेभलपमेन्ट बैंक देखि मास्तिर नबिल बैंक रहेको छ र यही बाटो स्ट्रेट हामी अगाडि बढ्दै जाँदाखेरि चाहिँ थोरै मास्तिर राष्ट्रिय वाणिज्य बैंक समेत रहेको छ र कन्टिन्युअस हामी 1.5 मिनेट 2 मिनेट जतिको डिस्टेन्स ट्राभल गरिसकेपछि चाहिँ हामी लगभग ग्लोबल स्कुलको अगाडिपट्टि आइपुग्छौं। ग्लोबल स्कुलको ठ्याक्कै अगाडिको ठाउँ हो यो। ग्लोबल स्कुलबाट ठ्याक्कै अगाडि आइसकेपछि यहाँबाट थोरै अलिकति मास्तिर गइसकेपछि तपाईले देख्न सक्नुहुन्छ हामीले यहाँ प्राइम बैंकको बिल्डिङ देखाइरहेका छौं। यो बिल्डिङ प्राइम बैंकको बिल्डिङ हो र प्राइम बैंकको ठ्याक्कै अपोजिट साइडमा चाहिँ यहाँहरुले एसएनएस मोबाइल सप्लाई भेट्न सक्नुहुनेछ। थ्यांक यू।